के तपाईँ पनि आफ्नो फोनमा पिक्सल एपबाट डिजाइन गर्नुहुन्छ तर नेपाली लेख्न खोज्दा बोरिङ फन्ट देखेर दिक्क लाग्यो? फन्ट एड गर्न खोज्दा झन्झट, रिजल्ट सबैको थम्बनेल उस्तै सिम्पल र अनअट्र्याक्टिभ। तर आजको भिडियोमा म तपाईँलाई यसको इजी सोल्युसन देखाउने छु। अब तपाईँ पनि 200+ स्टाइलिस नेपाली फन्ट प्रयोग गर्न सक्नुहुन्छ, त्यो पनि सजिलै। सबैभन्दा पहिले पिक्सल एप ओपन गर्नुहोस्, आफ्नो ब्याकग्राउन्ड वा डिजाइन तयार गर्नुहोस्। जहाँ तपाईँलाई नेपाली फन्ट लेख्नु छ त्यहाँ पुगेर एकछिन रोकिनुहोस्। अब सुरु हुन्छ असली म्याजिक। अब आफ्नो मोबाइलको गुगल क्रोम ब्राउजर ओपन गर्नुहोस् र सर्च गर्नुहोस् नेपाली। यो वेबसाइट नेपाली क्रिएटरहरूको लागि वरदान जस्तै हो। यहाँ सयौं स्टाइलिस नेपाली फन्टहरू रेडी छन्। अब आफूले लेख्न चाहेको टेक्स्ट यहाँ टाइप गर्नुहोस्। मनपर्ने फन्ट सिलेक्ट गर्नुहोस्। क्रिएट स्टिकरमा गएर कलर वा आउटलाइन आवश्यक भए राख्नुहोस् र सेभ वा डाउनलोड गर्नुहोस्। अब फेरि पिक्सल एपमा फर्किनुहोस्। प्लस अप्सनमा थिचेर फ्रम ग्यालरीमा गएर त्यो स्टिकर इम्पोर्ट गर्नुहोस्। जहाँ मन लाग्छ त्यहाँ फिट गर्नुहोस्। बुम, अब प्रोफेसनल थम्बनेल रेडी छ। देख्नुभयो त कति सजिलो छ। अब तपाईँको थम्बनेल पनि ठुलो युट्युबरको जस्तै अट्र्याक्टिभ देखिनेछ।